लेक साइडसम्मको यात्रा, त्यसपछि लेक साइडदेखि यता पामेको साइडमा चाहिँ अगाडि बढ्यौँ हामी र यहाँसम्म चाहिँ बाइक आउँछ भन्ने छ। त्यसपछि चाहिँ बाइक पार्किङ गरेर हिँड्न पर्ने हुन्छ हामी। एक दिन हामी हिँडेरै आएको नि त नजिकबाट यहाँ एकजना साथी र म चाहिँ उताबाट हो, किनकि यो चर्को घाम पनि छ। हेर्नु त पसिना कस्तो यस्तो आइरहेको पसिना। हेत ए पसिना छ, तर केही पाउनुलाई त केही गुमाउनु पऱ्यो नि हामी साथी हो। कति टाइम लाग्यो अब हामी माथि पुग्नुलाई? अब त आइयो नि यही घर हो। हामी जानु लागेको ठाउँको नाम भनिदिनु नि एकचोटि। यो ब्याक टु नेचर। त्यसको बारेमा म्याग्दीको एकजना भाइले सञ्चालन गरेको रिसोर्ट हो। हजुर, आज हाम्रो त्यहाँको भिजिट छ। अरू चाहिँ वहीँ गएर हेरौँ न। हस्, ब्याक टु नेचर गेट भित्र सिधै त हामी कुकुर कडा छ यो। ल हेलो गाइज, हामी फाइनल्ली आइपुगेका छौँ ब्याक टु नेचरमा। लामो हिँडाइपछि आइपुगेका छौँ। ल यो चाहिँ घर रहेको छ। कोब्रा होइन कि भागिहाल्यो नन सर्प हो। कति ठुलो हो? कहाँ गयो? तलतिर गयो।
हेलो साथीहरू, नमस्कार छ है, नमस्कार छ। आराम कुशल मङ्गल हुनुहुन्छ। हामी पोखरा टु पामेको यात्रा गर्दैछौँ है त साथी हो। यहाँ बाइकमा रेडी हुनुहुन्छ दाइ, यो घर रह्यो र अब हामी बाइकमा चढ्नेछौँ र हाम्रो यात्रा अगाडि बढ्नेछ। हामी रहेका छौँ नदीपुर भैरवतोल नजिकै। यो अगाडिको रहेको छ भैरवतोल चोक। अब हामी हाइवेमा निस्कनेछौँ बागलुङ बस पार्कदेखि केही माथि अर्सलबोध चोकमा। त्यसपछि हाम्रो यात्रा निरन्तर अगाडि बढ्नेछ र बाटोमा देखिएका दृश्यहरू यहाँहरूलाई हामी कैद गर्दै देखाउँदै अगाडि बढ्नेछौँ। र यहाँ हामी चोकमा आइपुगेका छौँ अहिले भने। अर्सलबोध चोक यता माथि बागलुङ म्याग्दी जाने साइड, हामी भने लेफ्ट साइड लिन्छौँ र अगाडि बढ्छौँ। बागलुङ बस पार्क हुँदै 0मा निस्किनेछौँ। त्यसपछि 0 किलोमिटरबाट लेक साइड हुँदै हामी पामेको यात्रा तय गर्नेछौँ। बाटोमा भएका हरेक दृश्यहरूलाई हामी तपाईँहरू सामु देखाउँदै भने जानेछौँ। बागलुङ बस पार्कदेखि केही अगाडि फिर्के पुल नजिक रहेका छौँ हामी। यो यात्रा, यो गन्तव्य हाम्रो पामेदेखि माथि ब्याक टु नेचरसम्मको रहनेछ। प्रकृतिसँग रमाउन पाउने ठाउँ रहेको छ। आनन्ददायी बसाई खाना सबै त्यो यात्रा गर्दैछौँ। र यहाँ दाइले बाइक चलाउँदै हुनुहुन्छ, म पनि पछाडि बसेर भिडियो बनाउँदैछु। निकै उत्साहित मुद्रामा अगाडि बढ्दैछौँ हामी पनि। ब्याक टु नेचर। अहिले हामी 0 किलोमिटर नजिक आइपुगेका छौँ पोखरा र यो अगाडिको रहेको छ 0 किलोमिटर। यहाँबाट सिधा जानुभयो भने अगाडि तपाईँहरू अगाडि बढ्न सक्नुहुन्छ। हामी यहाँबाट दाहिने लिनेछौँ। यो साइड तपाईँहरू अगाडि बढ्नुहुन्छ भने हामी राइट साइड लिएर 0 किलोमिटरबाट अगाडि बढ्नेछौँ लेक साइडतर्फ। यात्रा निकै रमाइलो हुनेछ। मौसमले पनि हामीलाई त्यत्तिकै साथ दिइरहेको छ। आजको दिनमा मजाले घाम लागिरहेको छ र मौसम तपाईँहरूले देख्न सक्नुहुन्छ एकदमै सफा रहेको छ र हरियाली पोखराको वातावरण। हामी निरन्तर अगाडि भने बढ्दैछौँ, हेर्दै रहनुहोला।
ल है साथीहरू, हामी तालको नजिक आइपुगेका छौँ अहिले भने। हामीले भित्री गल्ली प्रयोग गऱ्यौँ, हामी डाइरेक्ट हलनचोकतिर गएनौँ र यहाँलाई यो सिन देखाउनका लागि हामी फेवाताल हुँदै यो साइडबाट अगाडि बढिरहेका छौँ। तालबारी चोक हुँदै हामी हलनचोक र त्यसपछि पामेको साइड यात्रा तय गर्नेछौँ। त्योभन्दा हामीले यो भित्री बाटो तपाईँहरूलाई दृश्य देखाउनको लागि भित्री बाटो प्रयोग गऱ्यौँ। तपाईँहरूले देखिसक्नुभयो भिडियोमा। हामी अगाडि बढ्दैछौँ। अब भने यो लेक साइडको एरिया रहेको छ। उत्कृष्ट ठाउँ, निकै राम्रो मनमोहक दृश्यहरूसँगै अगाडि बढ्न पाइरहेका छौँ। पोखरा लेक साइड निरन्तर हाम्रो यात्रा भने अगाडि बढिरहेको छ। हामी अहिले भने तालबारी चोक जहाँबाट हामी अगाडि बढ्यौँ। लेफ्ट साइडबाट भने मन्दिरमा जान सक्छौँ। हामी भने निरन्तर अगाडि यहाँलाई दृश्य देखाउँदै हलनचोकतर्फ अगाडि बढिरहेका छौँ। पोखरा लेक साइड पर्यटकीय क्षेत्र। विशेष गरी यो ठाउँमा बेलुकी पख रातिसम्म निकै चलपल हुने गर्दछ। टुरिस्ट एरिया हो। दिउँसो यहाँले त्यति चलपल देख्न सक्नुहुन्न भने बेलुकीमा धेरै नै चलपल देख्न सक्नुहुन्छ यो लेक साइडमा। हामी भने निरन्तर अगाडि बढिरहेका छौँ। हलनचोक नजिक पनि आइपुगेका छौँ हामी र हाम्रो यात्रा निरन्तर अगाडि बढ्नेछ। अब भने हामी हलनचोक आइपुगेका छौँ है त। हलनचोकबाट हामी सिधा अगाडि बढ्नेछौँ। ल है साथीहरू, हामी चाहिँ अहिले हलनचोकमा आइपुगेका छौँ। पामीको यात्रा हो। नदीपुरदेखि हामी यता फेवाताल हुँदै अहिले चाहिँ ठ्याक्क यो हलनचोकमा आएका छौँ र यता चाहिँ फेवाताल रहेको छ। हामी यो साइडबाट आएको। अब चाहिँ हामी पामीको एरिया यो साइडमा है त। यो साइडमा हामी यात्रा तय गर्दैछौँ अब। तालको साइडबाट फेवाताल मौसम एकदमै राम्रो छ आज। त्यस कारणले गर्दा भ्यूहरू देख्न सकिन्छ।
है घोडाहरू। अगाडि आउँछ ट्याक्कै। है बाइक भर्सेस घोडा भयो, बाइक भर्सेस घोडा। केबल कार यहाँ माथि, केबल कार जाने बाटो, माथि केबल कार जाने बाटो माथि गयो। त्यहाँबाट है ट्रान्सपोर्ट जान सकिन्छ त्यहाँबाट चाहिँ। एकदमै राम्रो छ आज मौसम। यहाँहरू पोखरा नजिक वरिपरि घुम्दै हुनुहुन्छ भने पामी साइडतिर पनि आउनलाई निकै रमाइलो रहेको छ। फेवातालको भ्यू सँगसँगै खाना बस्नको लागि आनन्ददायी होटेल रेस्टुरेन्टहरू रहेका छन्। पामी एरियामा थुप्रै रहेका छन्, यहाँहरू भिजिट गर्न सक्नुहुन्छ। फेवातालको दृश्य आनन्दसँग हेर्न पाइन्छ। पुरै ठुलो एरियामा फैलिएको छ फेवाताल। विशेष गरी पोखराको पहिचान भन्न सकिन्छ यो फेवाताललाई। र यो तालको साइड साइडमै पुरै घरहरू रेस्टुरेन्टहरू रहेका छन् र माथि माथि पनि पुरै यहाँले देख्न सक्नुहुन्छ। तालको भ्यू सँगसँगै आनन्ददायी रेस्टुरेन्ट होटलहरू रहेका छन्। फेवातालको अन्तिम फेवातालको हामी अन्तिम भागमा आएका छौँ। अब धेरै ठुलो एरिया थियो पहिला फेवातालको, तर अहिले चाहिँ मानव बस्ती सँगसँगै फेवातालको क्षेत्रफल पनि घटिरहेको छ। यो एरियामा पनि ताल थियो, तर अहिले भने ताल चाहिँ घटिरहेको छ। विडम्बनाको कुरो, तर संरक्षण पनि गर्न पर्ने हुन्छ। आज
आज भने मौसम पुरै खुलेको छ है, एकदमै राम्रो राम्रो दृश्यहरू देख्न पाइनेछ। हामी पामी आइपुगेका छौँ, पोखरा महानगरपालिका 24 र यो है हामी अहिले यो पामेको भित्रपट्टि साइडमा आएका छौँ। माथि चाहिँ हामी नेचर बेकमा जाने गर्छौँ। दाइ चाहिँ अगाडि गइसक्नु भएको छ। यहाँ चाहिँ हामी बाइक रोक्नेछौँ, त्यसपछि हिँडेर जानेछौँ माथि। 15-20 मिनट लाग्छ भन्ने कुरा छ, हेरौँ अब हिँड्न पर्ने हुन्छ। निकै रमाइलो छ। पोखरा नदीपुरदेखि लेक साइडसम्मको यात्रा, त्यसपछि लेक साइडदेखि यता पामेको साइडमा चाहिँ अगाडि बढ्यौँ हामी र यहाँसम्म चाहिँ बाइक आउँछ भन्ने छ। त्यसपछि चाहिँ बाइक पार्किङ गरेर हिँड्न पर्ने हुन्छ हामी। प्रकृति मैत्री जैविक विविधता पार्क पञ्चासे वन संरक्षण भनेर चाहिँ यहाँ रहेको रहेछ, वन संरक्षण।
यो बाटो चाहिँ अगाडि बढ्न पर्ने, अगाडि जाने हो। माथि जानु छ, उता माथि। माथि ए पार्किङ त यहाँभित्र रहेछ क्या है। ल हामीले चाहिँ यहाँनिर बाइक पार्किङ गरेर शीतलमा अब चाहिँ त्यो एरियाबाट आएको हामी बाइक पार्किङ गरेर अब हामी उकालो लाग्दैछौँ। दाइ यहाँ अगाडि गइसक्नु भयो। यो खोला हो, यहाँ चाहिँ खोला तर्नु पो कसरी हो, यताबाट जानुपर्ने हुन्छ। त्यो खोला चाहिँ ओहो कडा छ है खोला चाहिँ, तर्नु पर्ने त कडा। ल यो जङ्गल एरिया रमाइलो छ। अब यहाँबाट हिँड्दै हिँड्दै जानुपर्ने हुन्छ। ल रमाइलो छ है त। अब यात्रा सुरु भयो। अब हिँड्दै हिँड्दै चाहिँ अगाडि बढ्नुपर्ने हुन्छ। यति बाटो त होला। यताबाट सजिलो थियो, अहिले जङ्गल यताबाट अलिक बढी निकाल्नु। मोटरबाटै खन्न लागेको जस्तो देखिँदो रहेछ। एक दिन हामी हिँडेरै आएको नि त नदीपुरबाट यहाँ। एकजना साथी र म चाहिँ उताबाट वाकिङ गरेर। टाइम त टाइम लाग्छ यहाँ आउन। माथि डाँडाबाट आउनुभन्दा त तलै लेकसाइड हुँदै आउनु फाल्दो रहेछ। छिटो पुगिन्छ बरु। यस्तो मिठो हुन्छ नि भाइ यो के खाने। अस्ति एउटा ल्यायो थियो गाउँमा, त्यसको त्यो खुट्टा चाहिँ छोप्दै खाँदै गरिन्थ्यो। पहिला मासु खानु पाउने थियो। देखको के सानो सानो हुन्छ क्या चिरचिर भन्ने, त्यो अति मिठो झन्। त्यो सेतो खालको आउँथ्यो कि पहिला बोसे बदाम भन्ने हामीले, त्यो चाहिँ खुब छोपेर खाइन्थ्यो। ल गाइस एकदमै घाम छ। अब हामी चाहिँ यो उकालो यात्रा निरन्तर रहेको छ। जङ्गल एरिया छ। गाउँले भाषामा चाहिँ रेतेकिरा भन्छ हामीले। यो कराइरहेको आवाज सुन्नुभयो होला ब्याकग्राउन्डमा। एकदमै मिठो साउन्डमा कराइरहेको छ है, रेतेकिरा भन्छ हामीले। तपाईँहरूले के भन्नुहुन्छ कमेन्ट गर्नु है साथीहरू। यो उकालो चाहिँ निस्किरहेको छ। यहाँनिर चाहिँ एउटा बिसोनामा यो चौतारीमा
चौतारा अनि पोखरी रहेछ है त यहाँ यहीँ पोखरी तर पोखरी भने छैन है पानी छैन यो चाहिँ बिसौना तलबाट एक बिसौनामा चाहिँ यहाँ रहेछ अनि यहाँ चाहिँ टक्क बस्ने आनन्द लिने खाजा खाने पानी खाने एरिया रहेछ यो चाहिँ थाक्यो है एकदम घाम छ त्यही भएर पसिनै पसिना भइएछ दाइ चाहिँ त्यहाँ भिडियो गराउँदै हुन्छ थकाइ निकै लागेको छ किनकि यो चर्को घाम पनि छ हेर्नु त पसिना कस्तो यस्तो आइरहेको पसिना हेत ए पसिना छ तर केही पाउनुलाई त केही गुमाउनु पऱ्यो नि हेर्नु साथी हो अब त्यो दुःखपछिको सुख आउँछ अहिले टक्क माथि गएर बस्ने खाजासाजा खाने गरेर फर्किनु पर्ने हुन्छ यो उकालो है हामी त हिँड्दैछौँ अझै पनि यात्रा जारी छ शीतल शीतल छ कोही ठाउँ घाम लाग्छ कोही ठाउँ शीतल छ गर्मी चाहिँ छ फेरि किनभने आज मौसम एकदमै सफा गरेको छ त्यो कारणले गर्दा यो मौसमको सदुपयोग गर्दै हामी आएको यो माथितिर हिँड्दैछौँ अझै कोही छ कति टाइम चाहिँ अब हामी माथि पुग्नुलाई अब त आइयो नि यही घर हो हामी जान लागेको ठाउँको नाम भनिदिनु नि एक्चुअली यो ब्याक टु नेचर ए यसको बारेमा म्याग्दीको एकजना भाइले सञ्चालन गरेको रिसोर्ट हो हजुर आज हाम्रो त्यहाँको भिजिट छ अरू चाहिँ वहीँ गएर हेरौँला हस् भाइ अब धेरै छैन हामी लोकेसनमा पुग्न करिब 25-30 मिनटको हिँडाइ र यो पसिना देख्नु भएको छ नि यो घामको पसिना सँगसँगै यो उकालो हिँडाइको पसिना है दुइटै माथि कुकुर भुकिरहेछ छैन है क्या कोही छैन ब्याक टु नेचरमा छौँ है हामी बजारदेखि चाहिँ प्रकृतिसँग राखिएका छौँ ब्याक टु नेचर गेट भित्र सिधै त हामी कुकुरहरू कडा छ है यो ल बस ओ हामी घुम्न आएको के छ ठिक छ ल यो रहेको है त नगर आऊ चिन्यो अब त हेलो आऊ त यहाँको चाहिँ गाडहरू हेलो ए खायो जिस्कन्छ यिनीहरू ल यो एरिया चाहिँ हामी यताबाट आएको है त फेडरलको एरिया यहाँ माथिबाट आएको हामी ब्याक टु नेचर हेलो गाइज हामी फाइनल्ली आइपुगेका छौँ ब्याक टु नेचरमा लामो हिँडाइपछि आइपुगेका छौँ ल यो चाहिँ घर रहेको छ
कसैले दाइ हजुर दाइ यहीँ हुनुहुन्छ हुनुहुन्न उता पोखरातिर जानु भएको
के हो यो घोडा चढ्ने ठाउँ है। यहाँ चढेर चाहिँ यस्तो हल्लाउनु मिल्छ है घोडा चढ्ने ठाउँ। यता चाहिँ बसेर खाना खाने ठाउँ रहेको छ यो। ब्याक टु नेचर भन्ने है त यो। ल यता चाहिँ पार्किङ एरिया छ। यो चाहिँ पिङ, नेचुरल पिङ। यहाँ बसेर खेल्ने। ल है यो चाहिँ पिङ रहेको छ है। हेलो, यो पिङ रहेको छ। पिङ मजाले खेल्न पाइन्छ, नेचुरल यस्तो चाहिँ पिङ खेल्न पाइन्छ यहाँ चाहिँ। ओहो गोलकै रुख रहेछ नि यो त। गोलको रुखको हाँगामा चाहिँ यो नेचुरल पिङ। ओहो चाहिँ तर्सा होला यसले आग लागेमा। हजुर आग लागेमा त तर्सा आयो। पिङ सिङ खेलिसक्यो। यस्तो छ पिङ। यो चाहिँ पिपलको रुख कडा छ। अलिअलि उडेको त देखिँदो रहेछ प्याराग्लाइडिङ। तल झरिसकेको रहेछ दुईवटा। अरे यो ब्याकग्राउन्डमा देखेको घर चाहिँ एकदम नेचुरल गाउँघरमा हुने खालको चाहिँ घर रहेको छ, पोखराको नजिकै। तर यो एकदम रमाइलो खालको गाउँले
गाउँले स्टाइलको घर रहेको छ र यहाँबाट पुरै सिनहरू चाहिँ देख्न सकिन्छ। र यतातिर यो ब्याकग्राउन्डमा तपाईँहरूले देख्नुभएको छ फेवातालको सिन निकै राम्रो देखिएको छ। फेवाताल सायद एकदमै अनौठो डिजाइनको रहेको छ घर। के छ भित्र बनाउनु बाँकी रहेछ यो अनि खत्रै बनाउन सकिन्छ यो। यो बन्दैछ है त्यो रिपेयर गर्दै हुनुहुन्छ यो घर चाहिँ तर एकदम राम्रो डिजाइनको छ नयाँ डिजाइनको नौलो। यहाँ आएर माथि डाँडामा गएर उता हाइकिङ गर्नुपर्ने हुन्छ। कोब्रा होइन कि भागिहाल्यो उनीहरू सर्प हो कति ठुलो कहाँ गयो तलतिर गयो। यहीँ हिँड्दैछ ऊ त्यहाँ हिँड्दैछ कोब्रा होइन क्या मान्छेलाई त्यसले केही गर्दैन होइन। ल त खाना आयो नेपाली ल अँधेरो आउँदो रहेछ यताबाट त टेन्ट लाइट ल त खाना खाने त्यसपछि फर्किनुपर्छ। यस्तो छ खाना यो।
ल है त सबैजनालाई अब भने बिदा बानी माग्नुपर्ने हुन्छ। हामी चाहिँ पोखरादेखि लेकसाइड हलनचोक हुँदै पामेको यात्रा गरेका थियौँ। त्यहाँ तलसम्म चाहिँ बाइकमा आयो, त्यसपछि चाहिँ जङ्गलको बाटो हिँड्दै हिँड्दै उकालोमा यहाँले देखिसक्नु भएको छ माथि आएका छौँ। ब्याक टु नेचर, यहाँहरूलाई सबै कुराहरू देखाइसकेका छौँ। यहाँहरू नजिकमा हुनुहुन्छ भने आउनु होला, भिजिट गर्नु होला। यहाँ आएर बस्न आनन्द लिन चाहिँ प्रकृतिसँग आनन्द लिन सकिनेछ। यहाँहरू आउनु होला, बस्न सक्नुहुनेछ। अहिले भने बिदा चाहन्छु है त। ल है त साथीहरू, अहिले हामी फेरि तल झरिसकेका छौँ। यो बिचको चाहिँ एरिया अलिकति हिँड्नु पर्ने थियो, हिँडेर तल आइपुगेका छौँ। त्यहाँ चाहिँ बाइक लिने हुन्छ, यो अलिकति बाटो अप्ठ्यारो भएको हुनाले तलबाट चढ्नु पर्ने हुन्छ। रमाइलो भइदियोस्, अर्ग्यानिक खानासाना खाएर आइयो। ब्याक टु नेचर भन्ने चाहिँ माथि रिसोर्ट रेस्टुरेन्ट। हामी चाहिँ अहिले यहाँ तल पामेमा चाहिँ झरिसकेका छौँ। माथि त्यो जङ्गलको एरियामा हिँड्नु पर्ने थियो। माथिसम्म चाहिँ सवारी साधन नजाने भएको हुनाले, बाइकहरू नजाने भएको हुनाले हिँड्दै माथिसम्म गयौँ। त्यसपछि खानासाना खाएर नेपाली खाना खाइयो। ब्याक टु नेचर होमस्टे टाइपको पुरानो घरलाई चाहिँ आधुनिक रूपमा डेकोरेसन गरेर डिजाइन गरेर राम्रो बनाएको थियो। त्यहाँ चाहिँ खानासाना खाइयो, घुमियो। त्यसपछि यहाँ तल हामी चाहिँ बाइक राखेका थियौँ, त्यहाँसम्म आयो। अब भने हामी फर्किनु पर्ने हुन्छ पोखरा। यहाँ सबैलाई धेरै धेरै धन्यवाद। सबैले ब्लगलाई हेरिदिनु भयो। मेरो पहिलो ब्लग रहेको छ, ब्लग हेरिदिनु भयो। यहाँहरू सबैले सपोर्ट गर्नु होला। अब भने फेरि अर्को ब्लगमा भेट्नेछु। बाई बाई।